समयको बारेमा पढाउन गइरहेको छ। हाउ टु टेल टाइम इन इङ्ग्लिस। इङ्ग्लिसमा समय कसरी भन्ने। अब हेर्ने, अब 1 किलोमा कति हुन्छ 1000 ग्राम र त्यसलाई 250 ग्रामको 1 पाउ हुन्छ। त्यस्तै गरेर इङ्ग्लिसमा पनि 60 मिनटको 1 घन्टा हुन्छ हैन। 60 सेकेन्डको 1 मिनट यसरी हुन्छ। जस्तै अब यो 1 किलोलाई 1 केजीलाई 1000 ग्राम हुन्छ। त्यसलाई 4 ले डिभाइड गरेपछि 250 ग्राम आउँछ। त्यसलाई 1 पाउ भन्छ नि। 1 पाउ मिलाउँदा आधा केजी हुन्छ। त्यस्तै 3 पाउलाई मिलाएर पौन केजी हुन्छ। त्यस्तै यसमा पनि त्यो 60 मिनटलाई 4 ले भाग गर्दा 15 मिनट आउँछ। 15 भनेको के त साबा, 2टा साबालाई मिलायो भने के हुन्छ हाफ, आधा हुन्छ। 3वटा साबालाई मिलायो भने के हुन्छ पौने हुन्छ। यसमा ल हेर्ने, अब हाउ टु टेल टाइम इन इङ्ग्लिस। व्हाट इज द टाइम, कति बजेको छ। व्हाट टाइम इज इट। यसरी हामी के त प्रश्न सोध्न सक्छौँ। प्लिज टेल मी द टाइम, कुड यु मी टेलिङ द टाइम, यसरी पनि अनुरोध गर्न सक्छु। र यसको सूत्र के हुन्छ ल हेर्ने, यसको सूत्र हुन्छ इट प्लस इज वाज विल बी प्लस मिनट्स प्लस आवर। यसको सूत्र हुन्छ। यो समय अनुसार टेन्स र प्रेजेन्ट पास्ट फ्युचरमा प्रयोग गर्न सकिन्छ। ल हेर्ने, यो घडीमा समय 2 खाले हुन्छ। एउटा घडीमा 12 बजेसम्म समय देखाउँछ र अर्कोमा के त 24 घण्टाको समय देखाउँछ। त्यो प्लेटफर्महरूमा लागेको हुन्छ। अब आज म तिमीहरूलाई यो के भन्छ, यो 12 घण्टाको घडीको बारेमा भन्न गइरहेको, त्यसमा समय कसरी भन्ने। ल हेर्ने, अब यो घडी छ। अब घडीमा के त यो मिनटको सुई भयो, यो घण्टाको सुई भयो। मिनटको सुई जसरी पनि यसरी घुम्ने गर्दछ हैन, घुम्ने गर्दछ। एउटा घडी चिमचिमे घडी पनि हुन्छ हैन। यस्तो खालको 3 बजेको छ, 3 बजेर 2 मिनट, 3 बजेर 5 मिनट, 3 बजेर 15 मिनट यसरी देखाउँछ न। यसमा पनि यसरी देखाइरहेको हुन्छ। अब कुन समयमा कसरी भन्ने, कुन समयमा के भन्ने, यसको बारेमा भन्न गइरहेको छु। ल हेर्ने, अब घडीमा यो 12 बजेदेखि 30 बजेको समय हुन्छ भन्ने के लगाउने, पास्ट लगाउने। र 30 मिनटदेखि यता 12 बजेसम्मको समय हुन्छ, त्यसमा के गर्ने 2 लगाउने। अब यसमा घडीमा के हुन्छ, सबभन्दा पहिले के हुन्छ 1 बज्छ, 1 बजेपछि 2 बज्छ। जुन बजिसकेको हुन्छ है, जुन बजिसकेको हुन्छ त्यसमा के लगाउने, पास्ट लगाउने। जुन बज्नेवाला समय हुन्छ त्यसमा के लगाउने 2 लगाउने। अब यसमा के सङ्केतहरू हुन्छ है, वो के हुन्छ अफ द क्लक, एएम हुन्छ दिएको। एएमको अर्थ के त एन्टी मेरिडियम। एन्टी मेरिडियम टाइम भनेको 12 बजे रातिदेखि बिहान 11:59 सम्मको समयलाई के भन्छ एन्टी मेरिडियम। र पिएम भनेको पोस्ट मेरिडियम। 12 बजे दिनदेखि राति 11:59 समयलाई के भन्छ पोस्ट मेरिडियम। अब यस्तै गरेर हेर्ने, अब यो जस्तै घडीमा 3 बज्न लागेको छ है। घडीमा 3 बज्न लागेको छ। 3 बज्नमा 1-2 मिनट के त बाँकी छ भने त्यतिखेरको समयलाई के भन्ने अब हैन, 3 बज्न लागेको छ, 1-2 मिनट बाँकी छ भने यसरी भन्ने हैन, इट इज जस्ट अन 3। 3 बज्न लागेको छ है। अर्को तरिका इट इज टु 3। 3 बज्न लागेको छ हैन, इट इज अबाउट 3। 3 बज्न लागेको छ, इट इज अलमोस्ट 3। 3 बज्न लागेको छ, इट इज अराउन्ड 3 हैन। यो 3-4 तरिकाले भन्न सकिन्छ। जुन आफूलाई सजिलो लाग्छ भने त्यो कुरा के त त्यो भन्ने हैन। इट इज जस्ट 1 or 3 तर 1-2 मिनट बाँकी छ भने मात्रै, फेरि 5-10 मिनट बाँकी छ भने नभन्ने हैन। 1-2 मिनट बाँकी बज्न लागेको छ भने मात्रै यस्तो प्रयोग गर्ने। अब ठिक 3 बजेको छ भने के भन्ने हैन, ठिक 3 बजेको छ, 3 बजेको छ, ठिक 3 बजेको छ हैन। मिनटको सुई 12 मा र घण्टाको समय 3 मा छ भने के भन्ने 1 मिनटको 1 सेकेन्डको पनि फरक छ भन्ने हैन। ठिक 3 बजेको छ, 1 सेकेन्डको पनि फरक छ भने के भन्ने इट इज 3 o'clock हैन। इट इज 3
3 AM। अब AM PM को प्रयोग गर्दाखेरि ओ क्लक को प्रयोग हुँदैन, ओ क्लक को प्रयोग हुँदैन, मात्रै ठिक 3 4 5 6 जति बजेको छ भने त्यसमा मात्रै के त ओ क्लक को प्रयोग गर्ने। इट इज 1 क्लक, इट इज 2 क्लक, इट इज 3 क्लक। ठिक 3 2 4 5 बजेको छ भन्ने हैन, इट इज जस्ट 3 ठिक 3 बजेको छ यसरी भन्न सकिन्छ। बजेर बढी समयको लागि पास्टको प्रयोग गर्ने। जस्तै अब हैन 12 बजे, यो 12 बजेदेखि 12 बजिसकेपछि 12 देखि यो 6 यो बीचको समय हुन्छ हैन। 1 मिनेटदेखि यो 30 मिनेटको समयमा के गर्ने पास्टको प्रयोग गर्ने। जस्तै अब 1 बजिसकेको हुन्छ, 1 बजेर पछि के बज्छ 2 बज्छ, 2 बजेपछि 3 बज्छ, यसरीमा यो पास्टको प्रयोग हुन्छ। र यो 30 मिनेटदेखि यता हैन यो 60 मिनेटसम्म टु को प्रयोग हुन्छ। टु भनेको बज्नमा बाँकी कम, क्वार्टर पास्ट भनेको साबा भन्नाले 1 बजेर 2 बजेर जति बजेछ त्यो 15 मिनट बढी हैन। क्वार्टर टु भनेको पौने 15 मिनट बज्नमा के त बाँकी। हाफ पास्ट भनेको 30 मिनट बजिसक्यो हैन, 30 मिनट भइसक्यो। अब एउटा नेम छ यसमा के हेर्ने, नेम 5 को मल्टिपल गुणनको बोध भएमा मिनटको प्रयोग गर्नु हुँदैन हैन। 5 मिनट जस्तै यो प्रत्येक 5 मिनटको फरक हुन्छ। 5 का 5 10 5 या 15 5 चौका 20 5 25 5 30 5 70 25 5 40 50 50 हैन 50 55 60 योमा आउँछ नि। 5 को क्रममा आउँछ भने त्यो मिनटको प्रयोग हुँदैन। जस्तै अब यहाँ 3 बजेर 2 मिनट भएको छ, इट इज 2 मिनट्स पास्ट 3। यसलाई यसै पनि लेख्न सकिन्छ, इट इज 2 मिनट पास्ट 3। अब 3 बजेर 5 मिनट भएको छ, इट इज 5 पास्ट 3। यहाँ मिनटको प्रयोग भएन। किन भएन कि अब जुन 5 को गुणनखण्ड हुन्छ त्यसमा मिनटको प्रयोग हुँदैन। अब हेर्न 3 बजेर 10 मिनट भएको छ, इट इज 10 पास्ट 3। 10 पास्ट 3। अब यसमा पनि मिनटको प्रयोग भएको छैन। 3 का 3 के हुन्छ 6 हुन्छ, 5 को गुणनखण्ड हो, त्यसकारण यसमा मिनटको प्रयोग हुँदैन। मिनटको प्रयोग गर्यो भने के हुन्छ गलत हुन्छ। 3 बजेर 11 मिनट भएको छ, इट इज 11 मिनट्स पास्ट 3। किनकि 11 5 को गुणनखण्ड होइन, त्यसकारण यसमा के त मिनटको प्रयोग भएको छ। अब 3:15 बजेको छ, इट इज अ क्वार्टर पास्ट 3 हैन। यसै पनि भन्छ ए को प्रयोग। अब ठिक 1:15 बजेको छ, 1:15 छ भने ए को प्रयोग हुन्छ, न त अलिकति 1 मिनट 2 मिनट 1 मिनट अघि पछि छ भने ए को प्रयोग हुँदैन। 3 बजेर 15 मिनट भएको छ, यसलाई यसै पनि भन्न सकिन्छ, इट इज 15 पास्ट 3। अब 3 बजेर 22 मिनट भएको छ, इट इज 22 मिनट पास्ट 3। किनकि यो 5 को गुणनखण्ड हो, त्यसकारण यसमा मिनटको प्रयोग भएको छ। 3:30 बजेको छ, इट इज हाफ पास्ट 3। 3 बजेर 30 मिनट भएको छ, यसै पनि भन्न सकिन्छ है, इट इज 30 पास्ट 3। ल हेर्ने यसै तरिकाले अर्को 4 बज्नमा 28 मिनट बाँकी छ, इट इज 28 मिनट्स टु 4। अब हेर्न यता घडीको यतातिर आयो भने यहाँबाट के हुन्छ यो 30 मिनट यतादेखि 2 को प्रयोग हुन्छ। यसमा के हेर्न 60 मिनटमा हैन 32 मिनट घटाइदिने वा 30 मिनटमा 2 मिनट घटाइदिने, जति गएको छ त्यति घटाइदिएपछि यति आउँछ। अब 4 बज्नमा 25 मिनट बाँकी छ, इट इज 25 टु 4। 4 बज्नमा 20 मिनट बाँकी छ, इट इज 22 4। 3:45 बजेको छ, इट इज क्वार्टर टु 4। 4 बज्नमा 15 मिनट बाँकी छ, इट इज 15 टु 4। 4 बज्नमा 10 मिनट बाँकी छ, इट इज 10 टु 4। 4 बज्नमा 3 मिनट बाँकी छ, इट इज 3 टु 4। यसरी भन्न सकिन्छ। अब यसरी समयलाई अर्को तरिकाले भन्न सकिन्छ। के मोडल सन्देश यहाँ दिएको छ, बिहान छ, इट इज मर्निङ, साँझ छ, इट इज इभिनिङ, मध्यरात छ, इट इज मिडनाइट। यस्तै विभिन्न तरिकाले भन्न सकिन्छ। अब यसैको आधारमा तिमीहरू के त होमवर्क गरेर ल्याउने। यहाँ होमवर्क केही दिएको छु। 5 बजेर 2 मिनट भएको छ, 5 बजेर 5:15 बजेको छ, 6 बजेर 12 मिनट भएको छ, 7:15 बजेको छ, 8:30 बजेको छ, 9 बजेर 5 मिनट बाँकी छ, 10 बजेर 20 मिनट भएको छ। ल धन्यवाद।